Hello everyone, good evening. Welcome back to my channel. है आज धेरै दिन बाद फेरि म तपाईको अगाडि चाहिँ अनबक्सिङ भिडियो लिएर आइरहेको छु है। अनि यो चाहिँ अनबक्सिङ भिडियो चाहिँ मेरो नाइकाबाट अनि प्लस अर्को चाहिँ मिराजुबाट है, मिराजुबाट। अन्त यो मिराजुबाट चाहिँ मेरो फर्स्ट पर्चेस हो है। मैले चाहिँ अहिलेसम्म मगाएको थिइनँ मिराजुबाट चाहिँ है। मिराजु चाहिँ एउटा ब्यागको ब्रान्ड हो है। सो मलाई चाहिँ ब्याग चाहिँ अस्तिदेखिकै मन परिसकेको थियो हो। अब तपाईँ जहाँ पाउनुभयो यो भित्र चाहिँ ब्याग छ भनेर है। सो यो ब्याग यो बक्स चाहिँ खुल्लै छ, तपाईँले देख्नुभयो खुल्लै छ। यसको पनि एउटा कारण छ, रिजन छ है, तपाईँलाई भन्छु म। अन्त यो ब्याग चाहिँ मैले चाहिँ यो किन खुल्ला भन्दाखेरि चाहिँ मैले चाहिँ भिडियो बनाउनको लागि चाहिँ फोनहरू सबै रेडी गरेर राखिसकेको थिएँ है। तर मैले फोनको चाहिँ भिडियो बटन अन गर्ने बिर्सेछु है। त्यो भएर चाहिँ मैले सबै अनबक्सिङ गरिसकेर चाहिँ मैले बादमा देखेँ, भिडियो फिनिस गरिसकेर मात्रै मैले देखेँ कि भिडियो चाहिँ भइसकिसकेको छ तर पनि है। अन्त फेरि मन खराब भएको थियो, कसै बनाउँ भइसकिसकेको थियो। फेरि मैले सोचेँ किन नबनाउनु है, यत्रो मैले वेट गरेको। मैले 2-3 दिन भइसकिसक्यो, किनभने यो चाहिँ मैले अस्ति 2 दिन अगाडि नै आएको थियो। सो मेरो अर्को अझै एउटा नाइकाबाट पनि पार्सल आउनु थियो। त्यो भएर चाहिँ मैले म दुइटै एकैचोटि अनबक्सिङ गर्छु भनेर चाहिँ मैले खोलेको थिइनँ नाइकाबाट। योबाट पनि मिराजुको पनि मैले अनबक्सिङ गरेको थिइनँ है। अन्त सो हेर्नु ल तपाईँलाई look at this. Wow. यो चाहिँ मेरो मिराजुबाट चाहिँ नयाँ पर्च, फर्स्ट टाइम पर्च छ तर मलाई एकदमै मन पर्यो है। हेर्नुहोस् न कति दामी के, जेसँग पनि कुर्तासँग भयो, प्यान्टसँग भयो है, वान पिससँग भयो होइन, साडीसँग भयो, सबैसँग नै जाने। के मलाई चाहिँ ब्यागहरू राख्न एकदमै, ब्यागको कलेक्सन गर्न चाहिँ मलाई एकदमै मनपर्छ। अन्त मेरोमा धेरैवटा कलरको ब्यागहरू छ तर यो कलरको ब्याग चाहिँ मैले अहिलेसम्म लिएको थिइनँ। सो यहाँ चाहिँ यस्तो छ, यहाँनिर चाहिँ कार्ड राख्ने कम्पार्टमेन्ट पनि छ। अन्त यहाँनिर एक्स्ट्रा एउटा चेन छ, तपाईँले क्यासहरू राख्न सक्नुहुन्छ होइन। त्यहाँ पछाडि पनि सानो दिएको छ कम्पार्टमेन्ट। सो यहाँ पनि मैले के राख्न सक्छु है। सो ओभरअल मलाई चाहिँ एकदमै मन पर्यो। नाइकाबाट पनि मैले हेर्नु नै खोलि नै सकेको छु तर पनि म तपाईँलाई देखाउँछु ल मैले के पर्चेस गरेको छु नाइकाबाट भने पनि। यो चाहिँ मैले फिक्स एन्ड ग्लोको चाहिँ मेकअप फिक्चर अर्डर गरेको थिएँ। त अर्को चाहिँ मैले रेने बच्चा भोल्युम एक्सको मस्कारा मगाएको छु। सो हेरौँ है युज गरेर कस्तो हुन्छ भनेर नेक्स्ट टाइम। यो चाहिँ मैले आउटलाइनर चाहिँ मैले